So, hello guys, welcome back to my episode 2 of सर्भाइभल सिरिज। अनि हजुरलाई पछिल्लो एपिसोडमा थाहा होला हामीले आफ्नो टुलहरूलाई अपग्रेड गरेछौँ स्टोनको टुलमा। सो आज हेर्नुहोस् आज के हुन्छ। सो सुरुमा त हामीलाई क्राफ्टिङ टेबल चाहिन्छ। सो यसमा हामीले क्राफ्ट गर्छौँ एउटा फर्नेस। सो एउटा फर्नेस आइसक्यो हामीसित। सो अब सवाल हाम्रो लिगम उडानको एक्स किन चाहिएको हामीलाई। सो अब क्राफ्टिङ टेबललाई माइन गरौँ। सो अब मैले एउटा खाना खाइसकेँ। सो अब हामीले खतरनाक चिजहरूमा अपग्रेड गरिसकेछौँ। सो मलाई लागेछ आज के हो यतिले मलाई खासै के गर्न त मन लाग्छ छैन। वेट म कहाँ आइसकेँ। वेल म कहाँ आइसकेँ। मेरो स्टोन आइल्यान्ड वहाँ छ। सो मैले वुड माइन गरेर ल्याउँछु। आज हामीले बनाउने आफ्नो घर। तर वुड वहाँ यो ठाउँ राम्रो रहेनछ। सो हामीलाई आफ्नो बोट चाहिन्छ। सो यहाँबाट बस तलतिर जाँदै जाने। सो अब यहाँ अझै तलतिर यस ड्यामेज लिन थिएन। सो म कहाँ जाँदैछु। गाइस सो मैं के गर्नु पर्ला। मेरो बोट डुब्ने वाला छ कि खत्म। मेरो बोट डुबिसक्यो। हाम्रो बोट खै बेयो। यो वर्ल्डमा पनि मेरो बोट डुब्यो कसरी। मैले मरे कसरी। स्पनिङ कहाँ भयो खास। वेट भयो यार। हाम्रो वर्ल्ड यो वर्ल्डको त खत्तम। अब गाइज म लिन जाँदैछु सिधै रिस्क। मसित के भयो तर पनि मैले यहाँ रिस्क त लिने जाउँ। मैले यस्तो किनभने तर अफकोर्स मेरो युट्युब च्यानल मेरा यूट्यूब चैनल क्रिएट प्ले हार्ड करूँ। सो it is very bad guys, it is very bad. So
पानीमा जान चाहिँ पाउनु छैन। What? Like seriously? Literally? Like यहाँबाट नि मर्नु मन लाग्यो। मलाई बरफ वाला ठाउँ मर्ने हार्डकोरमा मरे पर पुरा रुबियर वेट हान मलाई हान दाइ मसित केही सामान नै थिएन। सो छोडौँ प्ले। मलाई अलि राम्रो स्पोनिङ चाहिन्छ। सो ए भाइ छिटो छिटो न प्लिज। हो सर्भाइभ इन हार्डकोर। मसित मात्र यस्तो किन हुन्छ? मलाई राम्रो स्पनिङ चाहियो भने नि अलि राम्रो वर्ल्ड देऊ न यार। ल राम्रो ठाउँमा स्पन गर्ने भएछ नि। कुन ठाउँ हो? यहाँ कुनै रुख पनि मैले देखेको छैन। मलाई स्टिक चाहियो सुरुमा त। यस स्टिक। यसबाट कहाँ पाइन्छ र? एउटा स्टिक, अझ एउटा स्टिक, अझ एउटा, अझ एउटा। सो मेरो स्पनिङ कहाँ हो? 3 नराम्रो स्पनिङ हो। नराम्रो स्पनिङ हो र। वेट आइरन नि छ तर मैले हातले कसरी माइन गर्ने हो? त्यहाँ मैले हेर्नु न प्ल्याङ्क्स छ। हाम्रो काम सायद बन्छ। गाइज यो चिटिङ होइन, म हार्डकोरमा छु, हजुरले देख्न सक्नुहुन्छ। सो यो लिएर सो यो राम्रो
ठाउँ पाइयो यो के हो म कोही एसएमपीमा त खेलेको छैन नि हैन यार म मात्र छु यार अरु कोही छैन त्यही पनि फाइनली हाम्रो प्ल्याङ्क्स आइहाल्यो फाइनली आवर प्ल्याङ्क्स 6 7 8 8 1 8 9 10 ले त हाम्रो काम बन्नेवाला छैन सो अलि धेरै जुमाइन गर्नुपर्छ मैले एउटा एक्स बनाउँछु छिटो माइन गर्नलाई एउटा एक्स बनाउँछु हल्का त छिटो माइन होस् हामीसँग त स्टिकको पनि कहिले कमी पर्नेवाला छैन किनभने धेरै स्टिक हुन्छन् सो 14 यतिले हाम्रो काम बन्दैन कि अलि धेरै चाहिन्छ थ्याङ्क्स त ग्यास धेरै जो भइसक्यो पुरै खाली हुन्छ 18 19 ट्र्याप्स 20 वेट यस अब बनाउने एउटा पिक्याक्स वुडन किनभने यही जो मलाई सन्दा काम लाग्ने चिज हो अहिलेलाई त यस सो अहिले 3टा उसमा गरेर आइरन मेरो मेन गोल आइरन हो यार 1 2 3 हैन धेरै जो माइन गरौँ टोटल 20 बनाऊ 4 5 6 7 8 9 10 11 मतलब 11 माइन गर्छ किनभने मैले बनाउने एउटा फर्नेस एउटा यो बस अरू मैले केही बनाउने हैन मैले एक्ज्याक्ट 11 माइन गरेको थिएँ यस एउटा मात्र थियो वाट लाइक सिरियसली बस एउटा लागि मैले अझै स्टोन माइन गर्नुपर्छ सो स्टार्ट के माइन गरिरहेछु मलाई आफैलाई यो थाहा भएन स्टोनमा अपग्रेड गर्ने अब टुल्सहरूलाई मैले एउटा स्पेयर नि बनाएको छैन वुडनको लिटरली मेरो लक यति राम्रो कसरी हुन सक्छ सो वेट अहिलेलाई यहाँको स्टोनलाई माइन गरौँ अहिलेलाई हामी त यहाँबाट अब निक्लिने जो हो किनभने यो ठाउँ के हो यसलाई यो चाहिन्छ हो यो एउटा ओके डन अघि नैको जस्तो गल्ती त गर्नेवाला छैन यो यति ल्याग किन गरेछ
लेटेस्ट भर्जन हो त्यही पनि लाइक किन गर्छ यसमा जाने त होइन वेट गोल्ड पानीमा हुन्छ र गोल्ड यस हुँदैन क्या यार पहिलोचोटि देखेँ यार Okay. So गोल्ड यति धेरै आइरनको पिकेक्स छैन मसित एउटा आइरन थियो स्टोनको सर्ट बनाउनु पर्छ एउटा सुरुमा यस वेट यहाँ कोल छ नि अहिले र आइरनलाई आइरन इन्गट बनाउनमा काम लाग्छ धेरै जो कोल छ यस धेरै जो कोल लुट्यो really I'm in hardcore तो seriously I'm in hardcore मैले wait iron sorry coal आइरन पिकेक्स चाहिए तो मैले जे चिजलाई पनि आइरन नै बने राछु खाइदिनु wait a second एउटा के होइन र त्यहाँ पानी छ obviously मजा आउँदैन गाइज 50 अझैसम्म पुगे छैन है प्लिज 50 पुऱ्याइदिनु 50 पुऱ्याइदिनु 50 पुऱ्याइदिनु 50 पुऱ्याइदिनु एउटा बेड छैन वेट अ सेकेन्ड अलि यो किन थाहा भएन मलाई मैले एउटा स्टोनको सर्ट बनाउनु पर्छ मसित स्टिकै छैन नाइस रहेछ भाइको थियो जसलाई अनि मैले भनिदिएँ तर मेरो साथी डर लाग्यो जम्बी स्पन भयो भने साथी त मेरो हेल्थ नि फुल छ फुड बार नि फुलै छ मेरो नाइट डेजर्ट टेम्पल ओके नाइस मैले त्यसलाई एन्डमा ल्याएँ नि ओके ये भाइ टेम्पल छ यसको भित्र लुक्न मेरो लागि सेफ हुन्छ होला सो अहिले तिमी लुक्नु यहाँबाट बाहिर निक्लिन मलाई सेफ हुँदैन मैले एउटा सिल्ड बनाउन सक्छु नि एउटा सिल्ड बनाउनु पर्छ मलाई आफ्नो